सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाउचाउ अन्डा सुप खाउँ भनेर प्याज काटेर तयारी गरेको छौँ भने साथमा लसुन कुच्याएको छौँ। त्यसमा हरियो खुर्सानी चिरेर तयारी गरेका छौँ। अब हामी चाउचाउ पकाउनतिर तयारी हौँ है त साथीहरु। कराईमा तेल लगाइसक्यौँ, तेल तातिसक्यो। अब यसमा 10-12 दाना जिरा फुराउँ, किनकि हामीले चाउचाउ सुप खानु छ। त्यसपछि हल्का सोप पनि लगाइदिनु पर्ने छ। अब सोप लगाउँदैछु, देख्न सक्नुहुन्छ सोप। अब साथमा अघि काटेको लसुन, कुच्याएको लसुन, त्यसपछि काटेको प्याज लगाइसकेपछि त्यहाँ अघि काटेको हरियो खुर्सानी टक्कसँगले लगाइदिउँ। अब हामी लगाउँदैछौँ यसमा थोरै बेसार, हेर्न सक्नुहुन्छ थोरै बेसार लगाउँछु, किनकि चाउचाउ निकै सेतो भएको कारणले मैले बेसार लगाएको छु। बेसार मलाई एकदम मन पनि पर्छ, त्यस कारणले बेसार लगाएर यसलाई मजाले मैले अब पकाउँछु। यसलाई पकाउँदै यसरी चलाउँदै थोरै सानो आगोमा यसरी पकाउँदै गएपछि अब यसमा हामी अन्डा लगाउँछौँ। अब अन्डा देख्न सक्नुहुन्छ, अन्डा फोरेर एउटा अन्डा लगाइयो। अब फेरि अर्को एउटा फोरौँ, दुईटा अन्डा लगाऊँ। अन्डा पनि लगाइसकेको छ। अब यसलाई मजाले म फिट्छु। यसलाई यसरी मजाले फिट्ने, यसलाई तल लाग्न दिनु हुँदैन कराईमा। फिट्दै जाने। अब यसलाई मजाले फिटिसकेपछि यो अन्डा पाक्न लागिसकेको छ। अब हामी यो अन्डामा थोरै पानी लगाउँछौँ। कति सुप खाने त्यही अनुसारले हामी पानी लगाउँदैछौँ। अब यो पानी सुरुमा अलिक पक्यो, त्यही भएर यसरी लगाएँ। अब यसलाई मजाले फिट्यो। अब पानी सट्ट लगाइदिने। यो पानी उम्लिन्छ, चाउचाउ लास्टमा धनियाँ लगाइसकेपछि फाइनली यस्तो भएको छ हाम्रो चाउचाउ। एकदमै टेस्टी भएको छ। यो तपाईहरु पनि यो तरिकाको चाउचाउ पकाएर खान सक्नुहुन्छ। हस् त, धन्यवाद।